हेलो नमस्ते सबैजनालाई। आज चाहिँ हामी सौराहा जानु लागेको। हामी चाहिँ फ्यामिलीहरू भएर जिप सफारी गर्नु लागेको। एकदम फ्यामिली टाइम, एकदम रमाइलो घुमघाम चलिरहेको छ। म हजुरहरुलाई चाहिँ फर्स्टमा सौराहामा वेलकम छ। अब भाइको कुरा सुनेर चाहिँ हामी सेल्फी भिडियो खिच्दै जिप सफारीतिर लाग्यौँ। अब हामी चाहिँ लक्की भन्नु पर्यो किनकि सफारीमा निस्किने बित्तिकै हामीले चाहिँ फर्स्टमै 100 राइनो भेट्यो। यस्तो राम्रो थियो, आफ्नै आँखाले हेर्नु पाउँदा झन् यो भिडियोमा भन्दा नि आफ्नै आँखाले यस्तो राम्रो देखिरहेको। सबजना यस्तो ह्याप्पी हेर्नु नि त्यहाँ। मैले नि सक्दो भिडियोमा क्याप्चर गरेको छु। त्यसपछि चाहिँ हामी गयौँ हाम्रो पहिला राणाकालदेखि र राजाहरूको चाहिँ यो चाहिँ एउटा होटलहरू भनौँ न रिसोर्ट टाइपको। पहिला चाहिँ शिकार खेल्न आउँदाखेरि चाहिँ उहाँहरू यहाँ बस्नुहुन्थ्यो अरे। अनि यो चाहिँ उहाँहरूको हामी चाहिँ अब किचनमा जान लागिरहेको छौँ। यो साइडमा भएको चाहिँ शिकार खेलेपछि चाहिँ यहाँ पोल्ने खाने ठाउँ। भाइले हामीलाई चाहिँ पहिला कस्तो राम्रो टाइल्सहरू भनेर देखाइरहनु भएको छ। यो चाहिँ पहिला राजाहरू राणाहरूको चाहिँ किचन हो अरे। हेर्नु न कस्तो राम्रो। कति कुरा त यहाँको बासिन्दाहरूले तोडफोड गरेर लैसक्नु भयो अरे। उहाँहरू सफारीमा आउनुभएको रहेछ। उहाँहरू चाहिँ डुङ्गा सफारी, हामी चाहिँ गाडीबाट सफारी। जस दुइटैले इन्जोय गरिराख्यौँ र हेर्दा हेर्दा हाम्रो चाहिँ एकदम दुर्लभ देख्नु चाहिँ पायो। त्यसपछि हामी गयौँ हात्ती हेर्नतर्फ। हात्तीहरू हेऱ्यौँ, फोटो भिडियोहरू खिच्यौँ। म कान्छी बुवाहरू म सबैजना भएर। तपाईहरुले अहिले यो देखिराख्नु भएको छ नि यो हात्ती यो चाहिँ 1000 को नोटमा भएको हात्ती हो। जुम्ले हात्ती नेपालको फर्स्ट रेकर्ड हो नि। यो हात्ती जन्मेको दुईटा। त्यही पछि यो राम लक्ष्मण चाहिँ अर्को चेकपोस्टमा छ। यो चाहिँ यहाँ छ। यसको नाम रामु हो। तपाईहरुले 1000 को नोटमा हेर्ने हात्ती चाहिँ आज लाइभ देख्न पाइरहनु भएको छ। हजुरहरु चाहिँ भाग्यमानी हुनुहुन्छ। त्यसपछि हामीले टाङ्गा देख्यौँ मात्र चढेको चाहिँ होइन। त्यसपछि सनसेट इन्जोय गर्दै सो वाकिङ गर्दै हामी अब लाग्यौँ थारू कल्चर हेर्नुको लागि। हामी चाहिँ पुरा रेडी पोजिसनमा। अनि थारूको कल्चरल डान्सहरू हामीले चाहिँ धेरै इन्जोय गरेर कल्चरहरू पनि डान्स गर्नु होला। लाठी नचाइरहेको छ यता चाहिँ। यो चाहिँ त्यसपछि लास्टमा चाहिँ मयूर डान्स थियो। मयूर डान्सहरू चाहिँ घर फर्कियो। हजुरहरू मयूर डान्स हेर्नुहोस्, इन्जोय गर्नुभयो होला हामीले जस्तो। थ्याङ्क यू फर